आजकल हड्डी खिएर नसा च्यापेको, ढाड दुखेको, गर्दन दुखेको र जोर्नी दुखेको धेरै समस्याहरू सुनिराख्नु भएको होला। त्यो चाहिँ सिधा भिटामिन डी को कमीको लक्षणहरू हुन्। भिटामिन डी ले चाहिँ क्याल्सियमलाई शोषण गर्न मद्दत गर्छ र क्याल्सियमको चाहिँ सिधा काम हड्डी बलियो गराउने र खिन नदिने हो। यदि भिटामिन डी कै कमी छ भने चाहिँ क्याल्सियम राम्रोसँग शोषण हुन पाउँदैन र यी लक्षणहरू देखा पर्छन्। सँगसँगै मासु बाउडिने, हातखुट्टा झमझम गर्ने, कमजोरीको महसुस हुने, यिनीहरू चाहिँ भिटामिन डी को लक्षण हो। र एउटा चाहिँ एकदम मुड लो हुने, एन्जाइटी हुने, डिप्रेसन हुने, अलि अँध्यारो कोठामा जाँदा पनि डर लागे जस्तो गर्ने, त्यस्तो लक्षणहरू पनि भिटामिन डी को कमीको लक्षणहरू हो। त्यसैले चाहिँ ध्यान दिनु होला। यसलाई कसरी प्रिभेन्ट गर्ने भनेर चाहिँ अर्को पार्टमा आउँछ। पार्ट 4 कमेन्ट गरिदिनु होला। हस्त, धन्यवाद।